वेलकम टु माई भ्लग्स। आज चाहिँ म जाँदैछु नेपथ्यको कन्सर्ट हेर्न, जुन चाहिँ आयोजना गरेको छ पोखरा एभेन्जर्स। इभेन्टको आयोजक पोखरा एभेन्जर्स हो। इएनपिएलमा खासै राम्रो त खेल्दैन के अरे, त्यही नि जर्सी बाँध्नको लागि तिनीहरू चाहिँ नेपथ्यलाई लिएर आएर केही एउटा इभेन्ट राखेको छन्, हेर्न अब जाँदैछु। टुनटुन आइ भन्दै आइ भने टुनटुन आफ्नै दुनियाँमा व्यस्त हो, मेरो भाषा नि खाएन केही गरेन। ओके सी यू। अब चाहिँ म स्विच हुन्छु मेरो अर्को क्यामेरामा, त्यो चाहिँ मैले माउन्ट गरेर राखिसकेको हुँदा my mounted camera. Let's go. Where is Bimal? Huh? म फाइनली बिमल घर आइसकेको छु। आज हामी जाने भनेको बिमल म भनेपछि त्यति नै हो। जानु केही होला मेरो भिडियो हेर्ने मान्छेहरूलाई हाल्नु त तपाईले, म हाल्छु नि। माई मदरले मलाई बिहान बिहानै 2 पाथी रोउनु भएको के को लास्ट पक्रेको हो ल यो भाँडै खाम म बाबा म खान धेरै ल यति खा ए भरे कोही खेर आउने ल ए सुरी दाइ आइसक्नु भएछ त। नम्तो मत मदर अनि यस्तो काममा त हाम्रो काममा पो मरिरहेको अनि मम्मीको गुनासो सुन्नु गाइजहरु एभ्रीबडी हाई भन्नु यहाँ हाई गर्नु न। यसो मात्र खा के हात चिल्लो घिउ लाउँछ। भयो सबैले दिदा दिदा यसको पेट फुल हुन्छ अब ल लाउनु न भजे खाए दिया तपाईहरु खानु ल ले कटेर समय त थ्यांक यू सो मच। अहिले भरे पसियो र Mm. के रेस्टुरेन्ट अड्किन्छ कि म त खान्न।
चिया खान्छ सिप मही खान्छ खान्छ मही खान्छ टक हान्न सक्दा रहेछ हाम्रो बिहान चाहिँ अलिक रेडी भएर हिँड्छ त्यही भएर एकछिन टाइम लगाउनु भयो है बिहान भर्खर नुहाइरह आज चाहिँ एकदम दामी देखियो हेर्नु सबले अलि हिमाल अलि फुटेको होइन कहिले फुल्छ कहिले फुल्छ कहिले कहाँ आज चाहिँ नेपथ्य चाहिँ त्यो टिकट सब प्याक छ भने त्यही मान्छेहरू घुरिरहनु होला फिजिकल टिकट सब सोल्ड आउट भनेको थियो अरे हाम्रो दोस्तहरूले पाएन टिकट प्रिफ त भ्याइयो नि त पैनी पाइन्न पैनी पाइन्न क्या अब 350ले कहाँ त्यसकोसँग होला ओके आफ्टर फ्यु मिनट्स आई विल बी ब्याक विमल फाइनल्ली विमलले रेडी भइसक्यो अनि हामी अब सिधै हानिन्छ माथि हामी यताबाट जाऊँ है राम बजार भन्दा म फेरि हिँडे यताबाट जाऊँ भन्छु हामी उताबाट पुरै जाम छ त्यो बेलामा त्यही कन्सर्टले गर्दा प्रदीप चाहिँ भनेको हजुर म भर्खर हिँडेँ अलि हामी रोक्छौँ नि त्यहाँ कतापट्टि तल कि सल्लाहमा रोक्छ पऱ्यो अलिक माथि घुम्नु लेखनाथ बस्नुको फाइदा भने यही हो क्या हजुर लेखनाथ बस्नुको फाइदा हजुर पोखरा बस्ने पनि देख्न पाउन्न कि स्त्रीमा ल्याउ नि ल्याउ हजुर टाढो खोइ हामी आइसक्यो तिन त्यति हिँडे नि हुन्छ यार हजुर हामी अब यहाँ हिँडेको गर्दैन कहाँ हो त ए भनेपछि पुगिसक्यो को भनेपछि हाम्रो भेट हुन्छ भन्नु आज ए ल फाइनली वेट इज ओभर हाम्रो भान्जा आइसकेका छन् यहाँ खै ल त भाइ कुन लगाइदिनु क्या जुन लाग्ने भयो तैँले कुन लाउने म त यति अनि यो ल त यो न्यानो छ मैले लगाएको यो कहिले नि त ओके लेट्स स्विच दिस मैले यो अब यो के गर्ने यो यहीँ छोडिदिने भान्जालाई यो कस्तो हुन्छ यो भन्दा त एक ज्यादा अब यहाँ चाहिने कुरा त केही नै होइन बाटोमा कबाट फेरि यस्तो लाग्छ ल यो राखा लौ मन चौकै जान यो त हुन्न मलाई अन्त के ब्याट्री खसेछ आयो खै ल बाइक लिनु जानु भइहाल्यो पैसा छ खै म पैसा गोजी होइन यो जाम प्रदीप कहाँ अरे वन क्याम्पस एकछिन तेल लाउँछ ल ल आबी गेडा मात्रै भान्जेलाई चाहिँ त्रिवेणीको हामी त हाइवे हुने अनि बुढी बजार त भिडियो थियो नि के गर्ने नि भयो
के अरे होइन जकेटको सामान त्यो ब्याग रेट सर भयो बिमल बस्दै ब्याग किन्ने हो हिजो म यहाँ डेन्जर हारेँ नि यार भन्छ यार हिजो म डेन्जरै हारेँ नि तर मैले आजकल जित्न नि जितेको तर आजकल म जित्न नि जितेको हाम्रो के को स्पोन्सर आजको आज त भन हिजो हिजो जित्यो हिजो एक गेमले अस्ति बार्सा ड्र खेल्दै यार बार्सा र चेल्सी ड्र खेलेर म हारेको मलाई कसले फोन हाने होला मलाई कसले फोन हाने होला कस्तो मात्रै फोन हाने होला मैले आएको छ नि बोला जस्तो सोनामको हजुर जान्छु नि हो जान्छु नि हो सोनामको हेलो म आउँदै हो होइन होइन म त उता माथि कन्सर्टतिर आउँदै हो यहाँ म भाइ र म आउन तिमीहरू अनि के भयो त अनि टिकट पायो कि पाएन हौ टिकट छ प्याक भनेर अनि अस्ति चाहिँ जान्न भने अस्ति मैले सबलाई सोचेको 10वटा टिकट छ अरे भनौँ भनेको त्यति बेला चाहिँ जान्न भनेर लाग्यो आज चाहियो अरे टिकट हामी रामबजार निस्केर जाने भयो रामबजार तिर्दाखेरि दाम त बढै छ आज त 50,000 पुगेको हो मेरो भाइ भर्खरै पुगेर रहेछ त किलोमिटर टोटल 50,000 किलोमिटर म सिङ्गल हिँडेँ होला सायद अब म सिङ्गल त त्यति हिँडेर 45,000 जति सिङ्गल हिँडेँ होला अनि हिँडेर घुसिन्छ होला नि 40तिर भन्दा न 10,000 के लाग्यो दाम मलाई
हेलो केही मिलेन भन्छ सब प्याक छ छिरेन नि अब किन छिरिन्छ होला 6 बजेबाट इन्ट्री बन्द हुने हो कि डला भन्छ जर्सी ढुक्क बस्छ जर्सी चाहिँ ढुक्क बस्छ ल भन्छ जर्सी कुर्बान हान्न पर्ने भयो भान्जाले उहाँ अमेरिकाबाट तलपल हान्ने अरे जसले भयो नि एकजना लाउने भयो ठुलोलाई कान्छालाई त मिल्छ एक्सेल जस्तो लाग्छ भान्जेले फेरि जर्सी हो जर्सीको एक्सेल अलिक सानो हुन्छ फेरि तपाईँहरूलाई चाहिँ यताबाट जान मन छैन भने यो चाहिँ वैकल्पिक बाटो है हामी हिँडिराखेको अहिले चाहिँ यताबाट उता जाम भयो केही भयो चेकिङ भयो विजयपुरको धुलो खान परेन भने यो चाहिँ वैकल्पिक बाटो हो यदि तपाईँले मेरो भ्लग हेर्नुहुन्छ भने चाहिँ त्यो चाहिँ इन्फर्मेटिभ भयो तपाईँहरूलाई हेर्नुहुन्न भने त अब के भन्नु त्यो युजलेसै भयो म बोलेको Man on the way. हुन्छ यहाँ अरू कुरा नि हुन्छ जस्तो लाग्छ मलाई अब अरू भन्दा नि कि अब होटल सोटेल टक्क लाएर त्यो टाइपको के यहीँ तल होइन गएको माइलोले लिएर गएको थियो मलाई माइलोले हिजो मलाई पशुपति दर्शन गराएको थियो क्या मैले माइलो के भन्थेँ जो जसले फोन उठाएँ तिनीहरू सब लक्की हुनु भनेको अरे मैले चाहिँ फोन उठाएँ आमाले उठाइन र नि एउटा कसले उठाएँ भन्दै म तिमीलाई ऊ देखाउँदै खतरा चिज देखाउँदैछु भन्छ है म त अब केही अब तोपसोप केही देखाउनु ला भन्ने सोचेर आएर पशुपति टाँस देखाइराखेको आज भन्थ्यो नै के भने अरूसितै होला अनि हामी 3 जना भइयो होइन
त बिर्सिराखेको यो चाहिँ एयरपोर्टको ठ्याक्क बिल्डिङ हो डिस्प्ले टाइममै म खसालिदिइहाल्नु भयो यो चाहिँ एयरपोर्टको यो पोखरा एयरपोर्टको तलपट्टि साइड पर्छ यो चाहिँ यहाँ चाहिँ आर्मीहरू बस्छन् हामी चाहिँ अब यहाँ राम बजार निस्किरहेको छौँ उसले पर्दिन्थ्यो ह्याप्पी बर्थडे नि भनेर मैले आज भेटेर ह्याप्पी बर्थडे भन्छ होइन अझ नभनेको भन्ने लाग्यो मैले त भनेको थिएँ हुन्छ फेसबुकमा ग्रुपमा त हाल्दैन ह्याप्पी बर्थडे मैले हेरेको थिएँ दिपक दाइलाई किन हान्नु पर्छ दिपक दाइलाई चेकिङ भएर मामा चाहिँ चेकिङ हुन्छ मेरो बिलकुल नि हालेको छैन लाइसेन्स नि हालेको छैन अब उतै थियो भन्ने नि त गोलघर गोलघर थियो भन्ने त्यहाँ सबै डढे के तर पोखराकालाई फाइदा भएको के त्यो एउटा है भयभरका सबै डढे अनि त्यसको अब यता हेरेँ मेरो बिलकुल रिन्यू खेलेको छैन सिस्टममा छ हेर्नु त्यो सिस्टममा छ सिस्टममा त छ है सबै अनलाइन एउटाको गाडीको चाहिँ नि 2 वर्ष भाडा भएको अनि मलाई सोधेको के हुन्छ भनेर सोधेको हुँदो रहेछ आफ्नै आवाज आउँदो रहेछ है यो मजुवाईसम्म आएर लास्ट इन्ट्री भित्र गएर हेर्ने त नि अरूको गर्छ भोलि होला हेर्ने होला अब सुरुमा
घन्टा पर्फर्म गर्छ भन्दै थियो केटाहरूले 3 घन्टा जति पर्फर्म गर्छ अरे भन्दै थियो कि त्यही भन्थ्यो कि हाम्रा के अरे म्युजिसियनहरूले त्यही भनेको थियो हिँड लेफ्ट होइन म यो बाटो कहिल्यै मेरो दिमागमा सेभ नहुने भयो के अरे यो बाटो मेरो कहिले कहाँ हो सोल्टी हाम्रो चाहिँ अहिले टप कन्डिसन आयो है यहाँ कार्ड हाम्रो टिकट चाहिँ के भयो भन्दाखेरि अर्ली बर्ड्स रे होइन स्टुडेन्ट हो हाम्रो चाहिँ हाम्रो स्टुडेन्ट टिकट भयो त्यही भएर हाम्रो यहाँ चेक हुन्छ कि हुन्न भन्ने विषयमा अहिले थाहा भएन एभ्री वान इज बर्थडे बोय थ्याङ्क यू ह्याप्पी बर्थडे भन्यो अर्को वर्ष यो नोभेम्बर 7 मा मान्छे एकदम प्याक छ यस्तो भिड छ यहाँ कार्ड हेर्छ अरे किन छ छैन नत्र यस्तो गरौँ न त कार्ड हेर्ने रहेछ मार्क्स लिएर उ गर्न मिल्छ मार्क्स किनौँ मार्क्स त नपर्ला नि 2टा कार्ड लिएर आउँछु नि त म कलेज भएर मार्क्स त नपर्ला नि 2टा कार्ड लिएर आइदियो भन जाम बनाउन केटाहरुसँग छैन छैन रे क्या तिनीहरू भित्र के रे अनि लिएर गएन अर्को कार्ड भएर हुन्छ न ल ल होइन होइन अर्काको अब हाम सुन त के भयो कार्ड त देखाउँछ भन्दाखेरि के नि यो कोही छिरे होइन सोध्नु तिनीहरू अर्ली बर्ड भए तिनीहरू लिएर गएन राम्रो त लिएर आउनु तलदेखि बसन्नलाई बस्नेको त आफ्नो मिलाएर आउने भयो कस्तो कार्ड कहाँ हुन्छ ब्याग ब्यागै रतनर पोस्ट मोडल है अहिले चाहिँ म चाहिँ खत्रै भ्लगर जस्तो ल मलाई केही भन्दा यसलाई वाइडमै राख्नु यार फाइनल्ली हामी भेन्यूतिर आइपुग्यौँ है गाइज लास्ट प्याक छ यहाँ मेरो भ्लग आज हुनेवाला ट्राफिकहरूले फ्रीमा हेरिरहेको नि हाडा कि के हो त्यहाँ गएर चिट काटे क्या हो यहाँबाट घुस्नै लाग्छ होला 1 घन्टातिर यो खास
लाइन हो कि यो लाइन हो ब्यागको भित्र लाइटर पाइन्न कुशल भुटेल गाइड्स 1 रन हान्दैन जोस अनि कसरी चेक गर्नु त टिकट हे वहाँ इन्ट्रान्स त वहाँभित्र रहेछ नि त त्यो त चेकिङ होला कि केही आज बिहानलाई केही कुरा दिनुपर्छ है हो आज बिहान दाइले आज प्रगति गर्छ तपाईँहरूमा घर फर्किउँ न अब बिहानलाई यही हुलमा है यही हुलमा अरे हामीलाई हामी त कस्तो आउँछ है भिडियो यहाँ भइरह च्याट फक्नु ब्याग छ कि म भित्र बसी टुबी कन्टिन्यू गर्ने फाइनल्ली हामी चाहिँ गेटभित्र मलाई त होइन ताइरे भनेको है चनाखो गऱ्यो है तर मलाई त फाइनलले हामीले गेटबाट चाहिँ भित्र छिर्यो है लास्टमा उभिएर हेर्नुपर्छ जस्तो लाग्छ मलाई हामी त उभिनै हेर्दा हो भाइ भाइ entrance. के भन्नुभयो पहिला हल्का भएर जानुपर्छ आइसक्यो के हो होइन भएन टाइम साउन्ड चेक होला We are hunting for washroom here. ID card to know
कहाँ हो ज्याक दादा रहेछ त मैले कस्तो नोटिस गरेको नत्र मान्छेहरू थाहा नै पाएको थिएन कहाँ हो टिकट My lord. दिपेवलीको जनसागर त यहाँ छ रेल क्रस भएको छ मामाहरूको रेल आएको छ यताबाट जाउँ होला टिचरहरू मामाहरूको रेलले हाम्रो बाटो खै म चाहिँ यता जान पर्ने भयो है फेरि यो रेलबाट म छुट्टिनु पर्ने भयो भोइरेज पर्दैछ म्यान यता स्विच गर्छ मामाहरूसितै घुस्नुपर्छ हामी कम यही छ
हामी त उता होला एकछिन होल्ड भयो आइदैन लाइनमा मोबाइल देन लोडै भइदिएन लोड भइदैन साथ में रहता है इसको मारा है ये हो रहा है तक क्यों खोलता महीने के डाउनलोड हो गया मोबाइल अचम्मै भयो त कहाँ होला चेक हुने त्यहाँ अगाडि हो किन हो त यस्तो त्यो चाहिँ एउटा हो कसले गर्दा स्क्रिनसट लिने स्क्रिनसट टेबल लाग्यो तान्नु हो त हामी जानु न यो दुईटा टिकट भयो है ले यहाँ खुले ओपन विथ अर्कै हाल्नु भेडा बाख्रा कोचे ड्राइभ ड्राइभर खोल ड्राइभर किन अगाडि कस्तो ऐच्छिक पाराले खेलिरहेको थियो एन मौकामा ल फोटो खिच्छु होइन यो स्क्रिनसट लिन्छु भइहाल्यो कि स्क्रिनसट लिन्छु तिनवटा भइहाल्यो भयो तिनटै आइडी कार्ड बल्ल 700 मौका पाइयो सुरु भइसकेको ए आइसकेको छ बुढो भयो फाइनल्ली गाइस भित्र छिर्यो हामी एबल टु तर उता चाहिँ कन्सर्ट सुरु भइसक्यो
उहिले यही पोखरामा आउने बेलामा घुम्ने बेलामा चाहिँ हामी यसो घुम्न जान्थ्यौँ। घुम्न जाने बेला घरको मान्छेले कति बाहिर निस्किन सकेको घरै बस भनेर गाली गर्नुहुन्थ्यो। हामी देउताको मन्दिरहरू घुम्न जाने, जस्तै मनकामना जाने, ढोरबारै जाने, बज्रबारै जाने, यताउति भयो भने चाहिँ के भन्थ्यो भन्दाखेरि ए गए हुन्छ न, पैसा नि दिन्थे नि, प्रसाद लिएर आइजानु भन्थे। अनि कतै हिमालतिर गाउँतिर घुम्न जान्छु भन्यो भने त जानु पर्दैन, बेकारमा केही भयो भने चोटपटक लाग्यो भने के हुन्छ भनेर गाली गर्थे। अनि झन् खोलामा त्रिशुली गङ्गामा, सेती गङ्गामा, काली गङ्गामा राफ्टिङ गयो भने त बर्बाद भयो, मसान हिँड्ने ठाउँमा गएर यिनीहरूले बर्बाद गरेर। तर हिजो आज कस्तो खुसी लाग्छ भन्दाखेरि साना साना भाइ बहिनीहरू नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीको विभिन्न ठाउँमा हिमाल पहाड तराई घुमेको देख्दाखेरि म संसारबाट मान्छे हाम्रो देशमा घुम्न आउँछन्, हामी भने नघुम्ने। दुःखै भए पनि सुखै भए पनि प्रकृतिले त हिमाल अरू ठाउँमा दिएको छ। सगरमाथा अर्को देशमा छ, लुम्बिनी अर्को ठाउँमा छ, यहाँ छ। कहाँ छ? कहाँ छ? हो, त्यसै गरेर तपाईँ हामी सबै संसारको मान्छे घुम्न आउने ठाउँमा हामी सबैभन्दा हामी आफ्नै तरिकाले जो मिलाएर साथीभाइहरू ढोल सिक्ने सँगै भएर घुम्न जाउँ, देश भ्रमणमा निस्कौँ भन्छन् त। खाएको हराएर जान्छ रे हेरेको नजरमा भाइ। आउनुहोस्, म फेरि अहिले भर्खरै जोमसोमतिर लिएर गयो हामीले तपाईँहरूलाई। अब फेरि तपाईँहरूलाई धौलागिरीको सेरोफेरो रुकुम बाकुम पोरपाटन म्याग्दीतिर लिएर
देखेमा सन्तोक देखे माया लाउँछ तरी भुलु निगाली गाँझे सम्झी आए मातलो झम्के झम्के साँझमा दमचमा बसौला दुर्बादनमा गर्छौ गरौला तकसेरा दमचमा बसौला दुर्बादनमा गर्छौ गरौला सिरकुला सिरैमा पटकुला पानैमा तिरकोला दौरा सिरैमा
यसो भन्दै गर्दाखेरि मैले पोखरा एभेन्जरलाई फेरि एकपटक आजको साँझ यसरी आयोजना गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। तपाईँहरूले सोचेको दाउरा
दर्शकवृन्द जीवन भन्नु के नै रहेछ र आखिर बाँच्दा गर्ने काम जिन्दगी हिजो थियो आज छ भोलि रहने छैन तपाईँ हामी जस्तो यहाँ लाखौँ करोडौँ अरबौँ मान्छे आए गए धरतीबाट तर यसो संसार घुम्दै हिँड्दाखेरि अलिअलि बुझ्दै हिँड्दाखेरि 58 वर्षको उमेरमा आउँदाखेरि के लाग्यो भन्दाखेरि जिन्दगी भन्ने के रहेछ र आखिर केही पनि रहेछ र शिक्षाको जति उज्यालो संसारमा अरू केही पनि रहन्छ उज्यालो त्यही भएर आफ्नो मनमा लागेको कुरो गर्नु पर्दो रहेछ र मान्छेले धर्म कर्म गरेर धेरै पुण्यहरू कमाउँछ तर म यहाँहरूलाई यो मञ्चबाट आज अनुरोध गरेँ आफ्नो ढोल छिमेकमा कुनै बच्चाहरू नानीहरू बाबुहरू विद्यालय जानबाट वञ्चित भएका छन् भने तिमीलाई स्पोन्सर गरेर अक्षय कोषहरू स्थापना गरेर ती बाबु नानीहरूलाई विद्यालय पठाउने र पुण्य कमाउने काम गरौँ शिक्षाको जति उज्यालो अरू संसारमा कुनै पनि उज्यालो रहन्छ र अरूले आएर हाम्रो समाज बनाइदिने होइन रहेछ हामीले हाम्रो समाज आफैले बनाउनु पर्दो रहेछ तपाईँहरूले आफ्नो जन्मदिन आफ्नो पुण्यतिथिहरू आफ्नो आफन्तहरूको उनको नाममा अक्षय कोषहरू स्थापना गरेर बालबच्चाहरूलाई विद्यालय जान प्रोत्साहन गर्नु छ दर्शकवृन्द मैले एउटा सानो अनुरोध गरेँ यता अलि धेरै भुल भयो जस्तो लाग्यो यता अलि खाली भयो जस्तो लाग्यो केही मान्छेहरू यता गइदिउँ न बिस्तारै मिलेर बसिदिउँ न छैन बेला गयो अब हाम्रो दिन
फरकै छैन सिमारे माता मुनि जीवनको फरकै छैन ए उमेर छँदै मजा गर्नु पैसा छँदै छैन बेला जस्तो हुन्न साली चोखमा आउँदा कालाले नि छुँदैन मैले फेरि यहाँहरूलाई अनुरोध गरेँ सबभन्दा पहिला हामी नेपालमा बसेको हुनाले हामी सबैभन्दा पहिला विभिन्न जात जाति धर्म सबै चिज छोडेर सबभन्दा पहिला हामी नेपाली हुने हाम्रो कुरा हामी आफैले गर्ने
हिजो अस्ति जस्तो लाग्छ केही कतै कतै बसेर गीत गाए जस्तो बाँसुरी बजाए जस्तो गिटार बजाए जस्तो साथीभाइहरूसँग नाचे जस्तो हेर्दा हेर्दै उमेर त गइसकेछ यो फेउताल जस्ताको तस्तै छ माछा खुद्री हिमाल जस्ता तस्तै छ सेती बगेको बगेकै छ निस्किने बेलामा चाहिँ इज्जी निस्क्यो गाइज छिर्ने बेलामा पुरा गोचम गोच थियो कन्सर्ट दामी भयो दामी मडेन्जरै उफ्रिहाल्यो भाषा नै आएन इनर्जी पुरै ल्याक अफ इनर्जी रफ्तार रफ्तारमा भाग्नु होला है नत्र च्यापेर मर्नुहुन्छ है बाटो काट्न गाह्रो होला आम द विनर म फर्स्ट निस्केँ सबभन्दा पहिला हुन्छ यहाँ धुमधडाक फाइनली कन्सर्ट इज ओभर कतिले सब मान्छे उठेर हाम्रो बाइक चाहिँ यहाँभन्दा 500 मिटर टाढा छ हामीले 500 मिटर टाढा हिँड्नुपर्छ हजुर बाटो पुरै जाम हुनेवाला छ ट्रान्सपोर्ट पुगेर चाहिँ खत्रै उभियो नै देखाएको माटो देउसी रे चिप्लो बाटो देउसी रे लड्दै पढ्दै देउसी रे आए कहानी देउसी रे मान्छे
देखियो आज दिन चाहिँ विमल पढ्दै बस्दा धेरै पछाडि आउँ किनकि मैले बाइपास गरेर आएको हो नि त बाटो सो म चाहिँ अब यहाँ बस्छ तिनीहरूलाई वेट गर्छु हेर म कति मिनट वेट गर्नु तिनीहरूलाई ल आई एम रेडी फाइनल्ली द कन्सर्ट इज ओभर अब चाहिँ हामी अब भातसात केही खाएन त्यसो भए हामी चाहिँ अब लेकतिर गएर केही खाऊँ भन्ने उद्देश्यका साथ हिँडिरहेको अब के हुन्छ यता म अगाडि व्यापक जाम होला जस्तो लाग्छ मलाई फेरि हाम्रो प्रदीप प्रोको बर्थडे नि हो सो Jamin. How many old of the light could you call me on? Dance, my friend, it's blowing the wind. Dance, it's blowing in the wind. हामी कताबाट जाने ड्याम साइडतिर हो ड्याम साइडतिर जाने हो
अम्बै यहाँ छिर्ने हामी लेकै पुग्ने भयो लेक नै पुग्ने भयो लेक नै पुग्ने भयो भनेको के गर्ने हो तिमीहरूको इच्छा तिमीहरू जे भन्छौ त्यही हो मलाई तिमीहरू जे भन्छौ त्यही हो बहुमतको के गर्ने मलाई नगरे कि तिमीहरू डिसिजन गर यार म जे भयो नि ओके हो कि तिमीहरू दुईजना बहुमत हुन्छ नि त दुईजना त्यहाँ डिस्कस गर भइहाल्यो त भोक त लाग्यो नि यार भात खाएन म त केही भन्दिनँ यार यो त प्याक छ यार प्याक छ गएर प्याक छ गएर त्यहाँ के उ त्यहाँ नि के अरे यहाँको के अरे अस्ति नै हामी गर्थ्यौँ हट एन्ड स्पाइसी जाने जाऊँ न त्यहाँबाट अलि फास्ट हुन्छ यहाँभन्दा त खाँदै नि भित्र छ नि त भित्र छ नि त त्यो तल हो कि माथि होला मलाई त ऊ यहाँभित्र छिरे जस्तो लाग्छ ऊ यतातिर हो क्या राम्रो नि त जता हो
यहाँ तल त होइन कि माथि हो यार